Good morning everyone from the beautiful city Goa. अनि आज चाहिँ हाम्रो सेकेन्ड डे अनि हामी आज चाहिँ एक्सप्लोर गर्दैछौँ काकाबुडी 9-10 वटा चाहिँ हामी पोइन्टहरु भिजिट गर्दैछौँ तानियाजिरामा अनि एकदमै राम्रो मर्निङ छ आजको एकदम खुसी छ है अनि यही अगाडि हाम्रो होटल यहाँ भयो बीच पनि यही नै छ सो रमाइलो छ यो मर्निङ आज तपाईहरुलाई हामी कहाँ जान्छौं त्यो सबै कुराहरु देखाउँछौं ल तानियाजी जाऊ आज र भोलि नै हाम्रो नर्थ गोवाको चाहिँ लास्ट डे स्टे हो त्यसकारणले भोलिको नाइट चाहिँ हामी साउथ गोवामा हुन्छौं सायद हामी पनि बेलुका अब यो गोवाको क्यापिटल टाउन भनौं न यो पन्जिम मा पनि चाहिँ कसिनोहरु छ त्यहाँ चाहिँ वाटर क्रुज कसिनोहरु छ भने यो नर्थ गोवाको यो क्यालङ्गुट अनि यो क्यान्डोलिम अनि यो बागा वरपरतिर चाहिँ ल्यान्ड कसिनोहरु मात्रै छ त्यसकारणले गर्दाखेरि हामीले फिक्सै गरेका छैनौं हामी कुन कसिनो जान्छौं भनेर तर जान चाहिँ जान्छौं कुन चाहिँ जान्छौं हेरौं बेलुका सो यहाँनिर चाहिँ होटलहरु चाहिँ इनफ होटलहरु छ है हामीले चाहिँ अलि अगाडि नै बुक गरेर आछौं तर यहाँ आएपछि थाहा भयो कि यहाँ चाहिँ होटलहरु इनफ नै पाइँदो रहेछ यही आएर पनि बुक गरेर पनि गर्न सकिन्छ रहेछ हैन अब फेरि यो चाहिँ ठ्याक्कै टुरिस्ट सिजन स्टार्ट भयो त्यही भएर हामीले चाहिँ अलि अगाडि नै बुक गरेर आएको थियौं तपाईहरु आउँदै हुनुहुन्छ भने चाहिँ कोही पनि आउँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुले होटल यही आएर बुक गर्नुभयो भने भनेको जस्तो दामी होटलहरु बुक गर्न सक्नुहुन्छ है त सो गाइस यो चाहिँ हामी स्ट्रेटमा आइपुगेको छौं तानियाजी र हामी ब्रेकफास्ट खान आएको छौं हिजो नै हामीले चिकन मोमो खाएको WTF मा राम्रो भाइ यहाँ मर्निङ भाइ गर्दैम त फास्ट ल मलाई चाहिँ हुन्छ जस्तो त्यो ब्ल्याक कलरको लगाइदेऊ त लगाइदेऊ छोरी मान्छेले गाइस कस्तो देखिरहेको छु स्वाच कि स्वाच छैन भनेर कमेन्ट गरिदिनुस् लग त ल खतरा गोवामा चाहिँ यस्तो लुगाहरू सस्तोमा पाउँछ है सस्तै हुँदो रहेछ यहाँ चाहिँ यो लुगाहरू यो काइन्ड अफ लुगाहरू चाहिँ मैले चाहिँ केही पनि लिएको छैन अहिलेसम्म है म चाहिँ बेलुका वा भोलि लिन्छु तानियाजी डन भयो ओके तानियाजीले ह्याट लिनु भयो मलाई चाहिँ लिइदिनु भएन खालि आफू मात्रै लिने मलाई चाहिँ ह्याट पनि लिइदिनु भएन केही पनि लिइदिनु भएन है ठिक छ अनि कङ्ग्रेचुलेसन है फर न्यू ह्याट तानियाजी साथीहरू अब चाहिँ हामी गोवा ट्रिप हान्नेछौँ तपाईँहरू दामी मोमेन्टहरू हेर्नुहोस् है ल हामी चाहिँ सपमा छौँ अघिसम्म मलाई केही किन्दैन भन्ने मान्छेले यहाँ किन्दै हुनुहुन्छ सर्ट हेर्दै हुनुहुन्छ बवाल अरू पछाडिको सर्टहरू पनि हेर न आफ्नो चाहिँ आफ्नै छोरछोरीलाई मात्र आँखा जान्छ कति क्युटहरू हेर ड्रेस हेर
कट्टुहरू छोरी भेदावे रमाएर किन्थे यो किन्दैछु त्यो किन्दैछु भन्दै यहाँ सर्जीको के चलिरहेको छ कपडा ठिकठाकै छ हाम्रो लागि त खासै वाउ त होइन तर यता गोवाको बिच ड्रेसहरू चाहिँ दामी छ विच वान बाबुश्री त्यो सर्ट पनि दामी छ वो डिजाइन में नहीं है खत्म हो गया अझै यो नाइ अरे अनि के हेर्दैछ फुल शपिङ में के लिँदै बाबुश्री अरू पनि हेर्दै हो स्यान्डल स्यान्डल लिनु पर्यो रे स्यान्डल लगाएर हिँड्ने अरे गोवा बिचमा यो एक्लै एक्लै आएर चियाको चुस्कीसँगै हामी बिहान सुरु भएको छ गाइज हामीले चाहिँ स्कुल त नै रेन्टमा लियौँ यहाँ हामीले कोच बुक गरेका थियौँ कोचवाला चाहिँ अगाडि पुगिसकेको छ अनि हामीले कोच क्यान्सल गरेर हामीले यो फ्यासिनो स्कुटर बुक गरेका छौँ अब हामी आज चाहिँ नर्थ गोवा अब स्कुटरमै घुम्छौँ बिच डे हेरेर के बोक्दै होला मान्छेले यहाँ ल हामी चाहिँ फाइनली अब स्कुटरमा 1000 घुम्दैछौँ यो के गर्ने हाम्रो जुन ट्राभल बुक गरेको थियो त्यो ड्राइभरले पुरै बुझेन छ उसले जहाँ भनेको त्यो लोकेसनमा हामी बस्दै पनि 1 आवर जति हाम्रो टाइम लस गरिदियो केही भएको छैन स्कुटर हायर गऱ्यौँ अब स्कुटरमा हामी आफै घुम्नेछौँ कोही बात नहीं हामीले यहीँबाट बन्जी हिजो लिएको छौँ ट्राभलमा अनि हाम्रो बस छुटेको भएर चाहिँ हामी रिफन्डको लागि आएको छौँ है अब चाहिँ हामी हाम्रो फ्यासिनो स्कुटरमा घुम्न जान्छौँ होइन त कानियाजी प्रकट गुड स्कुटरमा 120 रुपियाँ आइसी पर बोतल पेट्रोल पर्दो रहेछ अनि पेट्रोल पम्पमा गएर हाल्यो भने चाहिँ 98 आइसी पर्दो रहेछ नरिवलको बोट है फ्रेस नरिवल पानी हिजो खाएको थियौँ आज पनि कति भेट्यो भने चाहिँ दामी नरिवल पुग्यो हाम्रो नेपालमा त है पुग्दाखेरि ढिला पुगिसक्ने कति Oh my goodness. आवाज कपाल सबै ठाडो हुन्छ अरे हो धनेजी थन्डर सो हान्ने होइन त थन्डर सो हान्न गइरहेछौँ गाइज हामी चाहिँ यहाँ करेन्ट लाउँछ अरे ज्यानमा होइन ज्यानमा करेन्ट लगाएपछि के हुन्छ हेरौँ यहाँ चाहिँ धेरैवटा थन्डर सोहरू एक्टिभिटिजहरू रहेछ जस्तै स्नो पार्कको पनि यहाँ छ त्यसपछि त्यसरी करेन्टहरू लाउँदै
कपाल पनि ठाडो हुन्छ भनेर देखाएको छ हैन। लेट्स सी के हुन्छ। गाइज यहाँ चाहिँ पर पर्सन 400 रुपिसमा 10 मिनट चाहिँ आफ्नो आफूले एक्टिभिटिजहरू जे गरे पनि हुने, करेन्ट लाउने होइन, त्यस्तो करेन्ट लाउने सबै गर्दा पनि हुने। अनि अर्को चाहिँ 10 मिनट चाहिँ अरू मान्छेहरूले गरेर हामीलाई सो देखाउने रहेछ। त्यही भएर त्यस्तो बाण हान्ने अनि करेन्ट लाग्छ होइन, रियलमै लाग्छ अरे। अनि तर हामीलाई चाहिँ छुँदैन अरे भन्ने कुराहरू गरेछ होइन। सो हेरौँ, टिकट्स यहाँ छ। एक्साइटेड है तानियाजी, रियली एक्साइटेड। यहाँ से स्टार्ट करना है, ठीक है, ऊपर आ जाइए, ऊपर आ जाइए। सर आप ये प्लाज्मा बॉल है, आपकी फिंगर से मूवमेंट करेगा। हाँ होगा, पर उसमें थोड़ा नजीक ले जाना पड़ेगा। गाइज हाम्रो चाहिँ यो सो सुरु हुन लाग्यो अरे, अनि हामी चाहिँ सो हेर्न आएको छौँ। Fire Emily.
थियो असाध्यै रमाइलो थियो करेन्ट लागेको जस्तो त्यो मात्र रमाइलो कस्तो लाग्यो सौन्जी कस्तो लाग्यो सौन्जी त्यहाँ के भन्दैछ क्वेसन सोध्दैछ है फिडब्याकहरू लिँदैछ है दामी थियो रमाइलो थियो असाध्यै इट वाज रियली फन है हामीले फोटोहरू पनि प्रिन्ट गऱ्यौँ यहाँ देख्न सक्नुहुन्छ प्रिन्ट गऱ्यौँ बुढाबुढीको पनि गऱ्यौँ मेरो सिङ्गल पनि गरेँ इट वाज सो नाइस है मलाई चाहिँ एकदम हाम्रो लागि एकदम युनिक है नेपालमा यो टाइप अफ सेक्सन छैन यहाँ देख्न सक्नुहुन्छ सबै थन्डरवाला के असाध्यै रमाइलो बाइक बोट राइड गर्ने भनेर सोचिरहेको छु यहाँ नेपाली भाइ भेट्नु भएछ तानियाजीले अनि बोलिरहनु भएको छ यो अन्जुना बिचमा चाहिँ धेरै नेपालीहरू छ है क्या पहिला हामी अलिकति खानासाना खान्छौँ त्यसपछि बल्ल चाहिँ वाटर एक्टिभिटिजहरू के मन लाग्छ त्यो गर्छौँ पहिला खाएर चाहिँ अनि बल्ल गर्छौँ खानाको लिस्टहरू पनि अन्जुना बिचमा के कस्तो छ यहाँ बसेर हेरौँ हो त्यस्तो बोट बाइक राइड गर्छु अनि खाएर मान्छेहरू इन्जोय गरिरहेको छ एकदमै है पनि इन्जोय गरिरहेछौँ यो अन्जुना बिच चाहिँ अनि अलि नजिक रहेछ कि यो बिचबाट है अरू ठाउँमा चाहिँ यो स्यान्डको भाग अलिक बढी हुन्छ भने यहाँ चाहिँ पानी नजिकै रहेछ अनि बिच त्यही स्यान्डको भाग चाहिँ थोरै मात्र रहेछ म त म्यागी खान्छु म त मटर रोटी र फिस खान्छु राम्रो भाइ चाहिँ अन्जुनाको राम्रो गाइज नर्थ गोवा आउँदै हुनुहुन्छ भने चाहिँ अन्जुना बिचको चाहिँ भाइ चाहिँ एकदम राम्रो छ बागा बिच भन्दा यो अन्जुना बिचको चाहिँ भाइ पनि राम्रो छ कस्तो दामी अब यो ल्याब त्यहाँ समुद्रमा गइरहेको छ मिठो हुन्छ तपाईँलाई त मिठो त अब यो कम्प्लेट पनि हुन्छ यो रेड स्न्यापर पनि हुन्छ भारत चाहिँ जति कस्तो नेपालमा पाउँदैन होला नेपालमा त कहाँ पाउँछ लेट्स ट्राई म पनि अलिकति ट्राई गर्छु गाह्रो हुन्छ माछा खाएर तर पनि म ट्राई गर्छु हो दानियाजी त्यो ड्रिङ्क आयो मेरो चाहिँ बाँकी छ मैले चाहिँ रोटी मगाएँ अब फिस आउनु बाँकी छ अनि ड्रिङ्क पनि बाँकी छ भाइले मेरो पनि ल्याउनु भयो थ्याङ्क यू भाइ
कति राउन्ड कि मिनेट्स कि 200 मिटर रे 200 मिटरको लागि हुन्छ 200 मिटरको ओके ल ट्राउजर जुत्ता पनि अगाडि खोलो खोला which one is better है मेरो लागि चाहिँ म हेर्दैछु ब्याग्स कति राम्रो राम्रो ब्याग्सहरू ह्यान्डसम बोय ह्यान्डसम बोयको त के छ रिल्याक्स यार जिन्दगी तानियाजीले अन्जुना बिचमा यो ड्रेस लाउनु भयो तानियाजी एकचोटि हेरौँ त तानियाजीको ब्युटिफुल ड्रेस वाउ ल दामी 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 गाइस मैले चाहिँ लिएँ अब केटाहरूको चाहिँ यस्तै हो अब कहाँ जहाँ पनि सर्ट प्यान्ट कट्टु टी सर्ट भन्दा केही पनि पाउँदैन केटीहरूको चाहिँ धेरैवटा भेराइटीहरू हुन्छ हेर्नुहोस् ल अब हामी फेरि एक्सप्लोर गर्न जान्छौँ अरू ठाउँहरू नर्थ गोवाको अनि इभिनिङमा चाहिँ हाम्रो कसिनो छ अहिले गाइस यो चाहिँ साउथ अन्जुना बिच यो चाहिँ अनि अघि नै हामी गएको चाहिँ उतापट्टि नर्थ अन्जुना बिच गाइस तानियाजीले राइड हान्दै हुनुहुन्छ म चाहिँ मजाले पछाडि चिलमा बस्दैछु गाइस क्या शीतल हावा यार बल्ल यस आमामा कुदाउनु भयो तानियाजीले तानियाजी कुदाउ तानियाजीले कुदाउनु भयो खतरा कुदाउनु भयो ल है ल गाइस यस्तो चिलाउट भइरहेछ है हामी चाहिँ पुरा यो गोवाको कहाँ आइपुग्यो है यहाँ पुरा गाउँ जस्तो छ होइन यहाँ रकन भइरहेछ है जङ्गलै पेट्रोल पम्प भेट्यौँ अब पेट्रोल लान लागेको छौँ अब हामीले स्कुटरमा रङ त कस्तो सेतै छ भाइ यहाँ त सेतो पनि होइन कस्तो कलर हो यो हरियो हरियो कलरको यहाँ पेट्रोल हामी चाहिँ बिहानकै दार्जिलिङ मोमो हाउसमा फेरि जाँदैछौँ भोक लाएर ठुलो घुम्दा कहिले जङ्गल पुगेछ घुम्दा कहिले कहाँ पुगेछ हो तर जहाँ पुग्यो राम्रो ठाउँ पुग्यो हिजोको यो टुसोज लेन हिजो हामी यो लाइनमा हिँडेको थियौँ नजिकै छ अब हामी भोक लाग्यो असाध्यै टुमास नै भोक लाग्यो बास्पी भोक लाग्यो होला एकदम भोक लाग्यो अब खाजा खाएर बेलुका हामीलाई फेरि उता पनि जानु छ नि त कसिनो खाजा आएर मोबाइलमा चार्ज पनि छैन अनि एकछिन खाजा आएर रेस्ट पनि गरौँ मोबाइल चार्जहरू पनि गरौँ 1 घन्टा अझै फ्रेस भएर अनि त्यसपछि इभिनिङ क्यासिनो गइरहँ अनि क्यासिनोमा चाहिँ हामी आज रातभरि बिताउँछौँ इभिनिङको टाइम भयो हामी चाहिँ होटलमा एकछिन फ्रेसनअप भएर रेडी भएर चाहिँ अब चाहिँ हामी कसिनो जाँदैछौँ अनि आजैबाट चाहिँ गोवामा चाहिँ
एकदम यो अलिकति क्लाइमेट पनि चेन्ज भइरहेछ, पानी पर्ला जस्तो भइरहेछ। भर्खर बाहिर गएर आएको, ओसनमा छालहरू पनि धेरै आइरहेछ। अब त्यही पनि हामी त भोलि साउथ गोवा जाँदैछौँ। तानियाजी पनि यहाँ पुरा कसिनो जाने रेडी भइसक्नु भएको छ, ब्युटिफुल भएर आइसक्नु भएको छ क्यासिनो जानको लागि। अरे वाउ, कसिनोमा इन्जोय गर्ने होइन त, इन्जोय गर्ने। कति बेर म हिँडेको, आधी घन्टा लगभग भइसक्यो, अझै पुगेको छैन। यो मान्छेले पुऱ्याउँदैन, कति बेर पुऱ्याउने हो। यस्तै चाहिँ हेर, फ्लाइओभरहरू चाहिँ बल बनायो बुढी गोवामा है। हामी आउँदाखेरि यही बाटो आएको हो नि। एकचोटि हाम्रो भ्युअर्सलाई चाहिँ आइरहनु त्यो ब्रिज। ओके, ल फ्लाइओभर त्यहाँ माथि। हामी ओसियनको माथि छ अहिले चाहिँ हामी ओसियनको माथि छौँ। ओसियनको माथि हो, एक्ज्याक्टली ओसियनको माथि छौँ। स्पन्जी हामीहरू क्रुज चाहिँ त्यता छ, त्यता झिलिमिली देखेको ठाउँमध्ये एउटा हो हाम्रो। ल यहीँबाट देखिन्छ क्यासिनो प्राइड भनेर मैले माथि यस्तो छ। गोवामा धरि यस्तो ब्रिज बनाइसक्यो होइन, समुद्रको माथि हाम्रो नेपाल भइरहेछ। बवाल छ माथिको ब्रिजको कलर। हामी स्ट्रेट गरेर यु टर्न गर्छौँ ल। ब्रिज अघि देखाएको मैले ब्रिज त्यही हो। 200 मिटर अगाडि मेक अ यु टर्न, क्यासिनो प्राइड। हामी चाहिँ यहीँभित्र छिर्छौँ। हामी चाहिँ भर्खरै इन्ट्री गरेर क्यासिनोबाट आइपुग्यो। अनि यो चाहिँ क्यासिनो डेक हो। अब हामी यहाँबाट चाहिँ उहाँ पर जान्छ। तानियाजी पनि त्यहाँ हुनुहुन्छ। हामी जाने क्रुज कसिनो उहाँ पर छ, देख्न सक्नुहुन्छ गाइज। तानियाजी के पाउनुभयो देखाइदिनुहोस् त हाम्रो भ्युअरलाई। हामीले प्ले कुपन पायो। ओके, अनि त्यसपछि यो बेभरेजको प्ले कुपन कतिको? 500। 500 को प्ले कुपन पायौँ। त्यसबाट चाहिँ हामीले कसिनोमा गेम्सहरू खेल्न सक्छौँ। एनी टेबल गेम, एनी टेबल गेम खेल्न सक्छौँ। त्यसपछि बेभरेज कुपन पायौँ 2टा। अनलिमिटेड फुड, इन्टरटेनमेन्ट होइन, एल्कोहल ड्रिङ्क्स, जुस जति खाए पनि हुने। यो चाहिँ यो अनलाइन रिजर्भेसन गरेको छौँ। अनि अनलाइन रिजर्भेसन गर्दा चाहिँ हामीलाई 10% डिस्काउन्ट भएर टोटल 4000मा चाहिँ हामीलाई 3600 परेको छ। त्यस कारणले तपाईँहरूले चाहिँ गोवा आउँदाखेरि कुनै पनि कसिनोमा जानुभन्दा अगाडि चाहिँ कम्तीमा 1 दिन अगाडि अथवा बेलुका जानु छ भने बिहान चाहिँ रिजर्भेसन गर्नुभयो भने फ्ल्याट 10 डिस्काउन्ट चाहिँ पाउनुहुन्छ। त्यो पनि तपाईँहरूलाई चाहिँ जानकारी गराएँ। अनि हामी इन्जोय गर्नेछौँ, तपाईँहरूलाई देखाउनेछु हेर्नलाई। अब चाहिँ हामी जाँदैछौँ कसिनो क्रुजमा। एक्साइटेड फर द कसिनो क्रुज। थ्याङ्क यू सर। सो हामी यहाँबाट कति टाढा जान्छौँ होला भाइ? चाहिँ हाम्रो बोट भिडै यहाँबाट क्रुजको लागि कति टाइम लाग्छ थाहा छैन, तर नजिकै नै होला होइन। कसिनोभित्र चाहिँ भिडियो अलाउड छैन। हामी फुड डेकको चाहिँ तपाईँहरूलाई देखाउनेछु अहिले गाइस। तानियाजी र म चाहिँ यहाँ फुड डेकमा आएको छौँ। मान्छेहरूले मोबाइल भात खाइरहेको साथीहरू एकदम मोबाइल अलिक कुलकुल हेर्दा चाउरले होइन अति लागेर चाहिँ कसम यो चाहिँ अति सरी। हामी पहिला यहाँ के छ त्यो चाहिँ हेर मैले। पानीपुरी रहेछ है, भेज ब्रेड थाई करी, सांबर, वाव, Indian bread, curd rice. Wow guys, आज वाइल हामी जस्ट कसिनोमा, कसिनोको थर्ड डेकमा केक पेस्ट्री, वाव, सुजी हलवा guys, wow, and this one is liquor shop.
है। यहाँ अनलिमिटेड खाए पनि हुन्छ। तानियाजीले आज वाइल्ड हान्ने सोचमा हुनुहुन्छ। मैले थाहा पाइसकेँ तानियाजी हानिन्छ हान्नुपर्छ ल बुढाबुढी। तानियाजीको चाहिँ लास्ट परे भयो है। यहाँ मेरो चाहिँ हेर्नुहोस् गाइस, मैले चाहिँ ह्याप्पी हाले चाहिँ सबै एकैठाउँ मिक्स हान्दैछु होइन। यता पनि चाहिँ अब अरूहरू बिस्तारै खाउँला। यो चाहिँ हाम्रो फर्स्ट लट हो। मलाई लाग्छ आज सेकेन्ड लट पनि जान्छ होइन तानियाजी? जान्छ कि जाँदैन ल गाइस? Entertainment program starts from 8:30 AM to 1 AM. कसिनोमा हार्यौँ हामीले लगभग 4000 जति पैसा हाल्यौँ है। अनि हामी फेरि यहाँ फुड कोर्टमा आउँछौँ फेरि खानलाई। तानियाजी पुरा यहाँ वेटिङमा हुनुहुन्छ, म नि वेटिङमा छु गाइस। खाने अब पैसा हारेर चाहिँ पानीपुरी हामीले चाहिँ दहीपुरी भनेको छौँ। र फेरि पनि हामी चाहिँ यतापट्टि यो चाहिँ फुड कोर्टहरू छ। फेरि अहिले एकछिनमा पुलाउ चिकन हान्ने हो साथीहरू। कति हाल्यौँ बुढी हामीले पैसा बनाउनु? 4000 इन्डियन रुपिज हार्यौँ हामीले जितेको थियौँ। अलमोस्ट लगभग 7000 जति पैसा जितेको थियो। 7000 इन्डियन पैसा जितेको थियो। तर खेल्दा खेल्दै गएपछि लास्टमा उल्टो 7000 हारेर पनि अनि 3000 रुपियाँ लस आफ्नो पकेटबाट भयो। त्यसपछि चाहिँ हामी त्यो कुर्सी छोडेर हामी उठ्यौँ। तर ओभरअल एक्सपिरियन्स रमाइलो भयो होइन। पैसाभन्दा पनि त्यो एक्सपिरियन्स गर्न आएको हो होइन। अनि नेपालमा त अब पाउँदैन होइन कतिको मासु। हामीले चाहिँ त्यो चाहिँ एकदम रमाइलो फिल गऱ्यौँ। अब हामी फेरि हाम्रो अलिकति डिनर फेरि गर्छौँ। अनि त्यसपछि हामी घर फर्किन्छौँ। र भोलि चाहिँ मेरो बिहान प्याराग्लाइडिङ छ। प्याराग्लाइडिङको लागि आज रेस्ट पनि मजाले गर्छु गाइस। यो भ्लगलाई चाहिँ मैले अब यहीँनिर हिँड गरेँ। बाई सी यू टुमोरो।